फेरि पनि म आइसकेको छ यहाँ अस्तिको यस्तो गिटी कुन्नेमा कुनै काम छ भने आउनु भनेको थियो मैले फेसबुकमा हालिसकेको थियो अनि अहिले चाहिँ आइसक्नु भएको छ उहाँहरू मेरो फेसबुकमा हेरेर काम मैले लगाइसकेको छ उहाँ तिनजनालाई कस्तो लागिरहेको छ दाइ तपाईँलाई एकदम राम्रो लागिरहेछ हजुरको यो मास्क र चस्मा खोलिदिनु पर्यो तपाईँलाई चिन्दैन के फेरि होइन यहाँ गिटी कुट्न आएको धुलो पस्छ आँखा फुट्छ त्यस्तो त्यो भएर होइन अनि तपाईँ कहाँबाट आउनुभएको अरे गिटी कुट्नलाई म बारपकदेखि बारपाकदेखि आउनु भएको तपाईँ हजुर गोर्खा बारपक बारपाकदेखि उहाँ चाहिँ बारपाकदेखि आउनुभएको छ गिटी कुट्नलाई हेलो हजुर कहाँबाट आउनुभएको अरे गिटी कुट्नलाई म लग्रा हो लाप्राकबाट उहाँ चाहिँ लाप्राकबाट म चाहिँ धादिङबाट आएको हो अनि अनि तपाईँ चाहिँ कहाँबाट आउनुभएको अरे बुबु गोर्खाबाट आएकोले तपाईँहरूलाई कस्तो भइरहेको छ यो मैले लगाएको काम अनि यो चित्त बुझिरहनु भएको छ नि हजुर बुझिरहेको छु गरिरहेको छु चित्त नबुझ्यो नि बुझाउनै पऱ्यो त्यही भएर अब खोज्दै आएको हो टिकटकमा भेटेको त्यही भएर अनि तलब चाहिँ कति दिएको छ अरे मैले हजुर तलब कति दिएको छ तपाईँलाई तलब अब 150 दिएछु 150 हजुर भाइरल हुने भयो त तपाईँ त 150मै काम गर्ने त अनि कति कुट्नु भयो तपाईँ दिनमा कति कुट्नु भएको होइन कुटिन्छ 2-3 बोरा सकेसम्म 2-3 वटा हजुर हजुर अब अनि हजुरलाई हजुरलाई मलाई 150 ठिक छ होइन म लग्रा आएको मलाई एकदम उभेर ल नमस्कार अनि तपाईँलाई कस्तो भइरहेको छ मलाई रोजगारी बनेमा एकदम खुसी छु अनि चित्त बुझिरहेको छ नि तलबलाई भन्नै पऱ्यो नि अब रोजगारी भइरहेको खुसी हुनु अनि तपाईँलाई चाहिँ यसरी उभिएर हेरिरहनु भयो सबै गिटी कुटेर बसिरहेको छ र उभिएर बसेको चाहिँ कति दिएको छ तलब महिनाको भन्नुहोस् त उहाँ पत्रिकालाई भनिदिनुहोस् त पत्रिका कोई समझे नहीं मुमकिन किसी को कैसे समझाऊं